साथीहरू आज म अंडा करी बनाउन लाग्छु। हेर प्याज काटे पहिले म यसलाई यसो बनाउने हुन्छ अलि लामो लामो काटेर फ्राई गरिदिउँ। एक दो मसिनो मसिनो 3 पीस प्याज काटे हैन। एमा यसलाई म फ्राई गर्दैछु। यहीका साथ टमाटो पनि 4 पीस टमाटो काटे मैले। यो अब एक एक गरेर तेलमा फ्राई गर्दै हैन। यो हाम्रो तेल अहिले यति हाल्नु। टमाटो र प्याज फ्राई हुन्छ हुनाइला मात्र। त्यसैमा अलिकति जिरा पनि हालिदिन्छु म। पाछा कम हाल्ला अहिले पनि हाल्दिए थोडा बहुत पत्ता पनि हाल्नु हो। अंडा लाया छु। अब यो सिटी लाग्देवालो छ म्हणजे हामी यो टमाटो फ्राई गर्दैछु। अब यो सिटी लाग्ने हो हैन। एक सिटी आयो हैन। अब एक अर्को सिटी आउँदै त बन्द गर्दौ अंडा। दोहोरो सिटी पनि लाग्यो ल। अब यसलाई हामीले बन्द गरेर ल्याउँ। फटाफट यो सेलाउँछ यहाँ मजाले सेलाउँछ। म यो प्याज भुट्टा लाउँ टमाटो भुट्टा लाछु। यो भयो कि अब यसमा टमाटो पनि मिसाइदिन्छु म। यसमा टमाटो पनि मिसाइहालेँ मैले। यो फ्राई हुन्छ हैन। यसमा और त केही हाल्नु हैन। अलिकति हल्दो हालिदिन्छु हैन। किनकि हल्दो हाल्यो भने हल्दो मजाले पाक्छ। हल्दो पकाएरै खाए मजाले पाक्दै दिनु पर्दछ हल्दालाई। अन्त यो हल्दो हालेँ मैले। यो फ्राई हुन्जेसम्म अहिले यति रहन्छ। यो फ्राई हुन्छ उन्जे खाउने आटो मिक्स गर्दैछु म। आटो यो हाम्रो आटाको भण्डार हो हैन। यसमा हामीले अब आटो मिक्स गर्दैछु हैन। खानालाई धेरै खाना छु हम थोका भन्दा दादा ये कच्चा बाप रे कम से कम 20 रोटी चाहिए हमके लिए। ये चिल्लाइला हमारा चला चनेला कम तैयार कर लिया हन। हमारा भाषा में डल्लो भन्ना नि त। अब पटापट पटापट रोटी बनाउँछ म। त्यस पछाडि अंडा करी बनाउँछु। मेरा चेलालाई भोक लागिरह्यो भने छाटै खान्छ केटो। यो पनि अब फ्राई सराई भइसक्यो। यसलाई पिसाइलाई ठन्डा बनाउनु छ। यहाँ हामी रोटी पकाउँछु है त। ल रोटी पनि पाक्यो मेरा। अब अंडा करी बनाउँछु। बस आज को ड्यूटी खत्म। ल अंडा पनि फ्राई भयो हमारा। अलि फुट्या थियो तब हेर साथीहरु। अब यसलाई हम पिस्छौं मजाले पिस्छौं। यो फ्राई भइसक्यो हो।
ठुलोमा बनायो भने अलिक ठुलो हुन्छ। यो भयो साथीहरू, सबै भयो। अब करी बनाउन बाँकी रह्यो। ये हमारा फ्राई गरेको अंडा छ यहाँ। ये अब ग्रेभी यो अलिकति सुक्दो दिनु पर्यो पानीदेखि। अब तेल अहिले यो अवस्थामा थोडा कमै हाल्नु, किनभने अगाडि तेल हालेको छु मैले। त्यो प्याज र टमाटर भुट्टे बेला, फ्राई गर्दै बेला मतलब त हिसाबले अब प्याज कम हाल्ने। तेल हालेपछि दालचिनी कहाँ राखेँ, यसमा अलिकति हम दालचिनी हाल्ला। एक पत्ता दालचिनी हाल्यो हामीले होइन। ये पनि हालिदिनु छ, 2 पत्ता भयो है। दालचिनी दिइहाल्नु। अलिकति यो जीरा, बाँकीमा हाल्दैन मैले यो तेल। अब हल्कामा नुन हाल्नु, थोका हाल्नु नुनलाई। यहाँ के आयो भने अंडा फ्राई गर्दै बेला अंडाले नुन हालेको छु। अब यो छ के अरे सिजर कहाँ राखेको छ, यसले काट यस्ता। यो कोही रेसिपी नै हो भाइ हौ साथीहरू। यो हेर खाना बनाउने बेला खानाइला बनाया चीज हो। के क्या नहाले मैले तमीले जानेको कुरा त्यो भनिदिया कमेन्टमा होइन। धेरै वो गर्दुन है, थोड़ा थोड़ा कमै हाल्दछु म के चिजलाई। अब यसमा हल्दी मैले अगाडि हालेको छु, धेरै नहाल्ने हल्दी। अलिकति यसमा जिरा हालिदिनु, अलिकति धनिया हालिदिन्छु पाउडर, खुर्सानी हम नयाँ खाना। त्यस पछाडि चाहियो भने यो हालिदिनु गरम मलाई के भयो बहुत। अनि पछि यो हालिदिन्छु म अंडा करी मसाला। थोड़ा एक करी मसाला हालेँ मैले, ज्यादा नहीं ल। दोस्रो 2 गिलास हाले, यसमा आधा राखेँ आधा हाले। नेक्स्ट यो पाक्दैछ, उमल्लो छ होइन। पाके उमल्लो छ। इन्जेक्सनमा म यो धनिया छ, यो धनियालाई छानछुन गरेर धोइ धाइ गरेर कटिङ गर्दछु होइन।